दिपेन्द्र सुवेदी अफिसियल युट्युब च्यानल हेरेर बसिरहनुभएका सम्पूर्णमा म दिपेन्द्र सुवेदीको तर्फबाट नमस्ते। आज फेरि म तपाईँहरूको लागि अर्को एउटा नयाँ भिडियो लिएर आइसकेको छु। पक्कै पनि भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहुनेछ भन्ने आशा राखेको छु। मैले चाहिँ लामो समयपछि भिडियो बनाउने कोसिस गरेको छु। मैले पछिल्लो समय चाहिँ भिडियो बनाएको थिइनँ। अब कन्टिन्यू भिडियो बनाएर चाहिँ हजुरहरूलाई केही अपडेटहरू दिँदै अगाडि बढ्ने कोसिस गरिरहेको छु। जापानको पछिल्लो अपडेट के छ त भन्दाखेरि चाहिँ जति पनि विद्यार्थीहरू जुन ब्याचलर भिजामा जापान जानुहुन्छ, ब्याचलर भिजामा जुन वर्किङ ब्याचलर भिजा जुन गिजिनको भिजा भन्छौँ, त्यस भिजामा चाहिँ जापान जाने जति पनि स्टुडेन्टहरू जापान जानको लागि कोसिस गर्नुभएको छ। अहिले N2 को कुरा आएको छ। जस्तो N2 लेभलको चाहिँ हामीलाई भाषा चाहिन्छ, N2 पास गरेको हुनुपर्छ भन्ने कुरा आएको छ। त्यो भएको हुनाले चाहिँ अहिले ब्याचलर भिजामा जति पनि एप्लाई गरिरहनु भएको छ भने अहिले अलिकति असहज परिस्थिति भएको अवस्था छ र भिजा जुन जापानबाट COA आए तापनि एम्बेसीले भिजा नदिने चाहिँ गरिरहेको अवस्था अहिले छ। त्यस्तै गरी जति पनि विद्यार्थीहरू हुनुहुन्छ, तपाईँहरू जापान जानको लागि भाषा अध्ययन गरिरहनु भएको छ भने चाहिँ भाषा चाहिँ एकदमै राम्रो बनाउनु पर्ने हुन्छ। जस्तो सुरुमा N5 लेभलको भाषा अलिकति क्लियर भएर अगाडि बढ्नु पर्ने हुन्छ। त्यस्तै गरी N4 लेभल, त्यस्तै अब N3, अब N2 नै भन्ने कुरा आएको छ। अब N2 लेभलकै पढ्नुपर्छ भन्ने कुरा छ। यो ब्याचलर भिजामा चाहिँ तपाईँहरू चाहिँ ब्याचलर भिजाको लागि तयारी गर्नुभएको छ भने चाहिँ अब N2 पास गर्नुपर्ने भएको छ नेपालबाट जानको लागि। अब यो चाहिँ जापान सरकारले नयाँ रुल्स ल्याएको छ। अब कम्पनीहरूको कुरा आएको छ। अब कम्पनीको चाहिँ ग्रेड अनुसार अब 1 नम्बर ग्रेड, 2 नम्बर ग्रेड, 3 नम्बर ग्रेड, 4 नम्बर ग्रेड भनेको छ। अब 3 र 4 ग्रेडको कम्पनीलाई चाहिँ भाषा N2 लेभल N2 चाहिने। अब 1 र 2 लाई चाहिँ अब कम्पनीले आफ्नो हिसाबले हायर गर्छ भने चाहिँ अब त्यसमा चाहिँ N2 नचाहिने भन्ने कुरा पनि छ। अब यो कुराको अपडेट आउँला के छ हेरौँ। आयो भने म हजुरहरूलाई खबर गर्ने नै छु। त्यो कुराहरू छ। अब जति पनि विद्यार्थीहरू चाहिँ जस्तो जापानमा हुनुहुन्छ, जस्तो जापानबाट पनि धेरै विद्यार्थी चाहिँ अब नेपाल फर्किने कुराको चाहिँ न्युज आइरहेको छ। जस्तो जापानमा जति पनि विद्यार्थीहरू हुनुहुन्छ, जस्तो स्टुडेन्ट भिजामा गएर चाहिँ स्टुडेन्ट भिजा जुन निहोन्गो गाक्को सोचिगो गरिसकेपछि, सेन्मन गाक्को पनि पढिसके पछाडि जस्तो गिजिन्कोको भिजामा चेन्ज गर्नुहुन्छ। त्यो जुन गिजिन्कोको भिजामा चाहिँ काम गर्दै गर्दाखेरि चाहिँ टपिक नमिलेको र टपिक नमिलिसके पछाडि चाहिँ अब जसको टपिक मिलेको छैन उनीहरूले चाहिँ रिटर्न गर्ने, कि त टपिक मिलाएर काम गर्नु, होइन भने चाहिँ फर्केर जानु भन्ने कुरा चाहिँ भएको छ। जस्तो जापानमा जति पनि विद्यार्थीहरू चाहिँ निहोन्गो गाक्को पढिसकेपछि जस्तो सेन्मन गाक्को पढ्नुहुन्छ। अब सेन्मन गाक्को पढ्दाखेरि चाहिँ जस्तो अब कुन फिल्डको पढ्नुहुन्छ त, अब त्यो फिल्ड अनुसारको चाहिँ आफूले पढेको सेन्मन जुन गाक्को छ त्यो अनुसारको चाहिँ आफूले काम गर्दाखेरि चाहिँ टपिक मिल्न पर्ने हुन्छ। जुन अब कुन फिल्डमा काम अध्ययन गर्नुभएको छ त्यही फिल्ड अनुसारको काम चाहिँ हुनु पर्यो भन्ने कुरा चाहिँ छ। जस्तो पढ्दाखेरि एउटा फिल्डको अनि काम चाहिँ अर्को फिल्डमा गर्दाखेरि चाहिँ नमिलेको भएको हुनाले चाहिँ फिर्ता पठाउने भन्ने कुरा आइरहेको छ। जापानबाट चाहिँ 70,000 कामदार, 75,000 कामदार चाहिँ फिर्ता गर्न लागेको छ भन्ने कुराहरू चाहिँ न्युजहरू बाहिरिएको छ। यो कुराहरू चाहिँ यस्तो भएको हुनाले भनेर मैले हजुरहरूलाई थोरै जानकारी दिएँ। यो छ। र जति पनि विद्यार्थीहरू अहिले भाषा पढ्नको लागि सोच बनाइरहनु भएको छ, भाषा पढ्ने क्रममा हुनुहुन्छ, तपाईँहरू चाहिँ एकदमै भाषालाई चाहिँ एकदमै इम्प्रुभ गर्नु होला, राम्रो गर्नु होला। जस्तो स्टुडेन्ट भिजामा तपाईँहरू जापान जान लाग्नु भएको छ भने पनि N5 र N2 लेभलको भाषा चाहिँ एकदमै क्लियर भएर चाहिँ जापान जानुभयो भने तपाईँहरूलाई सहज हुनसक्छ। कति चाहिँ धेरै जसो स्टुडेन्टहरू चाहिँ N5 पनि राम्रो नपढ्ने, जापान जाने, त्यो भइसकेपछि अब उता गएर पार्ट टाइम जबहरू गर्दाखेरि पनि पार्ट टाइम जबहरू नमिल्ने, गाह्रो हुने भएको अवस्था चाहिँ धेरै छ।
यो भएको हुनाले चाहिँ जति पनि विद्यार्थीहरू अहिले जापान जानको लागि भाषा अध्ययन गर्ने क्रममा हुनुहुन्छ अथवा गर्दै हुनुहुन्छ, तपाईँहरू चाहिँ भाषा राम्रो बनाएर चाहिँ जापान जानलाई चाहिँ म तपाईँहरूलाई अनुरोध गर्दछु भन्दै आज मैले सानो भिडियो बनाउने, तपाईँलाई सानो छोटो भिडियो चाहिँ बनाउने कोसिस गरेँ। यति भन्दै आजको भिडियोबाट चाहिँ म बिदा लिन चाहन्छु। बिदा लिनुभन्दा अगाडि चाहिँ यस युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोला र भिडियो मन परेमा सेयर गर्नुहोला भन्न चाहन्छु। नमस्ते।